भदौको 23 र 24 गते पछाडि आएको घटनाबाट आएको यो निर्वाचन मैले पटक पटक भन्ने पनि गरेको छु। नेपालको इतिहासमा विगतमा भएका कयौँ निर्वाचनहरू र भविष्यमा हुने कयौँ निर्वाचन आउने निर्वाचनभन्दा यो फरक र विशेष निर्वाचन हो। यो निर्वाचनले फरक उपलब्धि हासिल गर्नुपर्ने नै छ भनी त्यो म्यान्डेट दिएर आएको निर्वाचन र यो निर्वाचन सम्पन्न गर्नको लागि अहिलेको अन्तरिम सरकारले गरेको अहम भूमिका, नेपालका सबै सुरक्षा निकायहरूले देखाएको अहम भूमिका, नेपाली जनताले रहेको तयारी, मतदाताहरूको तयारी, संसारभरि रहनुभएका नेपालीहरूले यसपटकको निर्वाचनलाई विशेष निर्वाचन बनाउनको लागि खेल्नुभएको भूमिका, यो सबैलाई राष्ट्रिय स्वतन्त्र पार्टीले एकमुष्ट हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।